चिटिङ भयो, मेरो जानेसम्म होइन अलिकति लगभग जानेसम्मको अवस्था पनि आयो। म मर्नु भनेर चाहिँ मैले चाहिँ त्यो पोइजन पनि किन्थेँ होइन। अनि मलाई त्यो व्यापारले पनि त्यो होइन त्यो पसलले मसँग गर्थेँ, भाइ किनेको भन्थ्यो। खोलामा पानीमा चाहिँ 3 पटक डुबेर म तपाईँको चाहिँ होइन अरूले बचाएको मान्छे म। अनि मलाई त्यो नारायणी पुल थियो, नारायणी पुल पनि म 3-4 पटक गएर म अब होइन हाम फाल्छु जस्तो पनि मलाई भयो। त्यो पनि मैले प्रयास गरेँ। नमस्कार, मेरो नाम दृष्टान्त योगी। मेरो बाल्यकालको नाम चाहिँ नारायण हरि शर्मा, अझ पौडेल पनि हो। तपाईँको चाहिँ यो दृष्टान्त योगी चाहिँ पछि राखेको नाम, मैले आफै राखेको नाम हो। आजको यो ऊर्जा आवाजको मञ्चमा चाहिँ आएर आफूले भएका दुःख सुखका कुराहरूलाई व्यक्त गर्न पाउँदा खुसी लाग्छ मलाई, र खुसी पनि छु म। आज यही सङ्घर्ष कथाहरूलाई लिएर म आएको छु र त्यसबाट प्राप्त गरेका सफलतालाई पनि मैले सेयर गर्नेछु पक्कै पनि। मेरो बाल्यकाल अलिकति दुःख पीडा टर्चर अभावमा बितेको। अब मेरो आमाको चाहिँ त्यस्तै शारीरिक अवस्था थियो र हाम्रो पारिवारिक अवस्था पनि त्यति राम्रो खास थिएन। अनि बुवा पनि खास बाहिर बस्ने, र मलाई चाहिँ हजुरआमाले नै अलिकति चाहिँ केयर गर्नुहुन्थ्यो। अनि त्यसपछि म हजुरआमाले चाहिँ तपाईँको चाहिँ आफ्नो जस तर्फबाट चाहिँ उहाँले गर्नुपर्ने मलाई चाहिँ माया दया प्रेम गर्नुभयो। त्यो चाहिँ म कृतज्ञ छु। त्यसपछि अनि फेरि हामी अब चाहिँ यो चितवन, खास हाम्रो चाहिँ पुर्खा चाहिँ रसुवा हो। अनि तपाईँको चाहिँ चितवनमा चाहिँ म जन्मेको, चितवन चैनपुर। त्यहाँबाट फेरि हामी बसाइ सरेर फेरि बर्दिया पश्चिम सानुसिरी भन्ने अहिले गाविस तपाईँको चाहिँ अहिले मधुबन नगरपालिकामा पर्छ। सानुसिरी गाविसमा चाहिँ त्यो गाविस अन्तर्गतमा पर्ने वार्ड नम्बर 1 मा हामी चाहिँ त्यहाँ बस्थ्यौँ। अझ मलाई सानोमा त ठुलोबाले पनि चाहिँ मलाई उतै लानुभएको हो। अलि दुःख पायो भनेर, अलिकति कष्ट पायो भनेर, अलिकति पढाइ लेखाइ पनि राम्रो भएन, यसो खानपिन पनि राम्रो भएन, शरीर तपाईँ अलिकति चाहिँ शरीरमा चाहिँ रोग सुरु भयो, यसको चाहिँ अलिकति कमजोरी भयो, अस्वस्थ भयो भनेर चाहिँ अनि ठुलोबाले मलाई चाहिँ बर्दिया पनि लिएर जानुभएको पहिले नै। अनि पछि फेरि बुवाहरू पनि आउनुभयो, हाम्रो चाहिँ 3टा बुवा। अनि उता आइसकेपछि खासै आमासँग चाहिँ त्यो सम्बन्ध चाहिँ थिएन। अनि आइसकेपछि तपाईँको चाहिँ मलाई फेरि अब जस ठुलोबाले चाहिँ तर्फबाट चाहिँ उहाँहरूले चाहिँ माया नै गर्नुहुन्थ्यो। अनि बुवाले चाहिँ उता आएर बिहा गर्नुभयो। अनि कान्छी आमा को पनि अब भनौँ न उहाँको व्यवहार पनि अब बुझियो, चिनियो। जस कान्छी आमा भनेको के हो भन्ने कुरा पनि भोगियो। जस अलिकति टर्चर पीडा कष्ट अलिकति त्यति राम्रो चाहिँ खासै सम्बन्ध हुन सकेन। सुरुमा त ठिकै हो, जब भाइ जन्मियो त्यसपछि अनि अलिकति आमाले चाहिँ अलिकति व्यवहार चाहिँ उल्टो गर्न थाल्नुभयो, अलिकति हेलाको व्यवहार गर्न थाल्नुभयो। र त्यो चाहिँ नमजा लाग्यो मलाई। अनि मैले सानदेखि नै घरभन्दा बाहिर बस्ने खालको चाहिँ मेरो वातावरण बन्यो। म कहिले अङ्कल कहाँ बस्ने, कहिले साथीभाइ कहाँ बस्ने, कहिले कहाँ बस्ने, कहिले कहाँ बस्ने, यस्तो खालको चाहिँ मेरो बन्यो। अनि तपाईँको चाहिँ अनि बिचमा मेरो पढाइ पनि छुट्नु पऱ्यो होइन। तपाईँको चाहिँ पढाइ पनि मेरो एक पटक पढाइ मिस भयो। कक्षा 4 मा पनि मेरो पढाइ मिस भयो। अनि कक्षा 8 मा पनि म असफल हुनु पऱ्यो, पढाइ छोड्नु पऱ्यो, त्यस्तो चाहिँ बाध्यता भयो। अनि घरै छोडेर मेलमा पनि बस्नु पऱ्यो, अनि अरू घरमा पनि चाहिँ बस्नु पऱ्यो। अनि मैले एसएलसी दिने बेलामा पनि साथीको घरमा बस्ने होइन, त्यस्तो खालको वातावरण सिर्जना गरेर मैले पढ्नु पऱ्यो भने। अनि +2 मा चाहिँ म सुर्खेत, मेरो भाउजूको चाहिँ अब माइत पनि उतै हुनाले चाहिँ ल यतै आउनुहोस् नि भन्ने कुरा भयो। म खास काठमाडौँ आउन चाहन्थेँ, त्यो अवस्था जुरेन। त्यसपछि म सुर्खेत पुगेँ। सुर्खेतमा पनि मलाई धेरै सङ्घर्ष गर्नु पऱ्यो र मैले बोर्डिङ पढाएँ। त्यहाँ पढाउँदाखेरि खास पैसा पनि भएन, अवसर पनि हुने तपाईँको चाहिँ। अनि फेरि अब त्यस्तै खालको चाहिँ होइन, सङ्घ प्रसङ्ग पनि हुने। अनि अब कसै घरमा बसेपछि अब छोरीचेली पनि हुन्छन्। अनि त्यो अलिकति कस्तो रूपमा उहाँहरूले हेर्ने, त्यसले गर्दा पनि अलिक अप्ठ्यारो भयो। अनि त्यो पनि मैले बोर्डिङ पनि छोडिदिएँ। त्यसपछि अनि म
अनि यो तपाईँको क्याम्पसको मेसमा त्यतिखेर क्याम्पस भन्ने थियो, प्रख्यात क्याम्पस हो ट्यु तपाईँको चाहिँ। अनि त्यो मेसमा बसेर चाहिँ मैले ती मेसमै अब सहयोग गर्ने, दाउरा पनि चिर्ने, तपाईँको चाहिँ अनि त्यो विभिन्न किसिमको अब होइन भेजिटेबलदेखि लिएर अनेक तपाईँको चाहिँ कुराहरूको चाहिँ अब होइन बजार व्यवस्थापनको काम पनि गर्ने, भान्साको तपाईँ काम पनि गर्ने गरेर चाहिँ अनि र प्लस अलिकति नेताहरूलाई पनि सहयोग गर्ने, त्यो हिसाबले चाहिँ मैले पढ्ने अवसर पाएँ, दुःख मेहनत गरेर पढेँ र मलाई केही नेता अब त्यो भनौँ युवा नेताहरूले पनि अलिकति त्यस्तो गलत रूपमा पनि मलाई कहीँ उहाँले चाहिँ प्रेजेन्ट गर्ने अवसर अब त्यस्तो खालको चाहिँ वातावरण उहाँहरूले सिर्जना गरिदिनु भयो। अनि त्यो चाहिँ मेरो लागि एकदम दुःखद लाग्दो कुरा पनि थियो। त्यति हुँदाहुँदै मैले चाहिँ +2 को यात्रा चाहिँ लगभग चाहिँ तपाईँको चाहिँ होइन चाहिँ भनौँ न अन्तिम अवस्थामा चाहिँ मेरो पुग्यो। त्यसपछि अनि एकजना मेरो साथी हुनुहुन्थ्यो, हाम्रो चाहिँ के अरे अमृतजी भन्नुहुन्थ्यो, उहाँलाई चाहिँ म चाहिँ बर्दिया भएको बेला मैले उहाँलाई धेरै सहयोग गरेको थिएँ। अनि त्यतिखेर चाहिँ मलाई अप्ठ्यारो परेको थियो। अनि अप्ठ्यारो पर्दाखेरि चाहिँ मैले मेरो साथी यस्तो हुनुहुन्छ, मैले उहाँलाई परेको बेला सहयोग गरेको थिएँ, आज कहाँ हुनुहुन्छ होला भनेर मैले चाहिँ खोज्दै जाँदाखेरि चाहिँ उहाँको मैले घर भेटेँ। अनि उहाँले चाहिँ ल सर कसरी यहाँसम्म आउनुभयो, यस्तो भयो भने चाहिँ ल ठिक छ, म के तपाईँलाई के सेवा गरौँ भने उहाँले भन्दाखेरि अनि म यस्तो परेको छु, अप्ठ्यारो भयो, अब लगभग अब कसो गरौँ के गरौँ भन्ने म चाहिँ मुडमा म छु, अब के गर्ने होला हजुर कस्तो हुन्छ, ठिक छ त्यसो भए चाहिँ ल म तँलाई एउटा सहयोग गर्छु भनेर चाहिँ उहाँले चाहिँ अनि त्यहाँबाट हरिदोष शाह भन्ने राणाको घरमा चाहिँ बस्ने मौका पाइयो। अनि त्यहाँ पछाडि मैले फेरि अरू थप पढाइहरू चाहिँ गर्ने अवसर पाएँ। अनि त्यहाँ पनि त्यस्तै खालको भयो, किनकि म अलिकति राजनीतिक कुरामा चाहिँ मलाई राजावादीहरू त्यति भनौँ न त्यो राजवंश त्यति मलाई मन पर्दैन। अनि त्यति बेला चाहिँ त्यो पनि मैले भित्रभित्र आन्दोलन गर्थेँ, युवाहरूलाई मैले चाहिँ देखि लिएर अनि युवा नेतालाई मैले चाहिँ सपोर्ट गर्थेँ कि। अनि त्यो कुरा उहाँलाई थाहा पाएपछि मलाई ल हामी त तपाईँलाई सहयोग गर्न सक्दैनौँ, अब तपाईँ आफ्नो बाटो गर्नुहोस् भन्ने कुरा गर्नुभयो। अनि ठिक छ भनेर चाहिँ अनि म त्यहाँबाट लागेँ। त्यसपछि म लागेर अनि चितवन आएँ। चितवन मेरो दिदीको घर भीमपुरबाट बस्ती बसालेर पदमपुर उहाँहरू पनि आउनुभएको थियो र त्यति बेला चाहिँ अब म त्यहाँ पुगेँ। अनि त्यो दिदीलाई मैले यस्तो कुरा राखेँ, यस्तो छ भने चाहिँ ल ठिक छ बस भिनाजा आउनुहुन्छ, भिनाजा बाहिर काम गर्ने, अनि भिनाजा आउनुहुन्छ, अनि त्यसपछि के गर्ने भनेर सल्लाह गरौँला भन्ने कुरा भयो। त्यसपछि अनि भिनाजा आउनुभयो, आइसकेपछि अनि ल भनेर मुम्बई पुग्यो, ल काम गर्नुपर्छ भने मुम्बई पुग्यो। त्यहाँ पनि मलाई धोका भयो, चिटिङ भयो, मेरो जानसम्म होइन अलिकति लगभग जानेसम्मको अवस्था पनि आयो, त्यस खालको कन्डिसन पनि भए। तपाईँको चाहिँ विद्युतीय करेन्टबाट पनि म बचेँ, एक दुईपटक गाडीको चाहिँ तपाईँको त्यस्तै खालको चाहिँ होइन एक्सिडेन्टबाट पनि म बचेँ, बाल बचेँ र मलाई बस्न मन लागेन। म फेरि जस्तो तस्तो एकदम म रोइरही गरेर भाडा चाहिँ तपाईँको चाहिँ जुटाएर होइन म फेरि नेपाल फर्केँ। नेपाल फर्केर म केही पनि थिएन हेर्नुहोस् होइन, त्यसरी फर्केँ। अनि त्यसरी फर्केर त्यहाँबाट अरू केही सिक्न लागेपछि अनि मेरो केही आफन्त हुनुहुन्थ्यो परिवार होइन तपाईँको चाहिँ होइन। अनि उहाँले चाहिँ के भन्नु भन्दाखेरि ल बाबु जाँदा होइन सौरामा काम गर्नुपर्छ, होटेलमा काम गर्नुपर्छ भन्नुभयो। अनि म फेरि होटेलमा लागेँ। अनि होटेलमा लाग्दाखेरि सुरुमा चाहिँ मैले वेटर काम गर्ने। अब वेटर काम गर्दाखेरि चाहिँ मलाई के हुन्थ्यो भने म सर्भिस त गर्थेँ, तर हाउ टु मेक फुड, खाना कसरी बन्छ भन्ने कुरा होइन। अब तपाईँ गेस्टहरूले चाहिँ खाना कसरी बन्छ, बिक्री कसरी बन्छ, आइटम कसरी तयार हुन्छ भन्ने कुरा सोध्थेँ। अनि गाह्रो हुन्थ्यो आफूलाई। अनि त्यो नजानेपछि गाह्रो भयो। अनि त्यहाँबाट होइन भाडा माग्नुपर्छ भन्यो, आज म भाडा माग्दिनँ म त भन्ने कुरा आयो। त्यहाँबाट त्यहाँ पनि डिस्कस गऱ्यो। त्यसपछि अनि होइन गर्नुपर्छ भनेर चाहिँ त्यहाँ फेरि अब त्यस्तै खालको भावना आएर अनि मैले बिस्तारै भाडा मात्दै गएपछि त्यहाँबाट अनि म साइकल बाइकको भनौँ न अब चाहिँ बजारबाट चाहिँ सामानहरू ल्याउने तपाईँको चाहिँ डेलिभरी बोयको पनि मैले काम गर्नु पऱ्यो। त्यसपछि त्यहाँबाट होइन अनि सहायक हेल्पर। अनि त्यति बेला त्यो हुँदाखेरि चाहिँ कुकले पनि अलिक टचर दिने, गाली गर्ने, दायाँ गर बायाँ ट्याटो गर अलिकति होइन त्यो कराउने। अनि तपाईँको चाहिँ कस्तो लाग्थ्यो होइन गर्नुपर्छ भन्ने हुन्थ्यो। त्यहाँबाट फेरि अनि त्यसपछि गर्दै सहायक हेल्पर तपाईँको चाहिँ होइन हेल्पर हुँदै कुक हुँदै अनि तपाईँको चाहिँ म राम्रो खालको एउटा चाहिँ राम्रो वेटर फरवर्ड डिङ खालको चाहिँ वेटर हुँदै अनि म गाइडसम्म त्यहाँसम्म पुगेँ। र अनि मलाई त्यहाँ अब त्यो सौरामा चाहिँ साथीहरू होइन पनि अब थुप्रै मैले बनाएर प्लस अरू के भन्दाखेरि कलाकार साथीहरू पनि आउने थुप्रै होइन, त्यहाँ सुटिङ पनि हुन्थ्यो। अनि आउँदाखेरि उहाँहरूले चाहिँ होइन ल तपाईँ यदि राम्रो मान्छे हुनुहुन्छ, तपाईँको नाच पनि राम्रो रहेछ, तपाईँ एक्टिभ पनि रहेछ, तपाईँ बोलचाल पनि राम्रो रहेछ, पढे लेखे मान्छे होइन, तपाईँ त फिल्ममा लाग्नुपर्छ है भनेर चाहिँ मलाई चाहिँ होइन त्यो उहाँहरूले चाहिँ भनिरहने कि। अनि मलाई हो जाउँ कि हो
मुभी लाइनमा जाउँ कि हो, म पनि डान्स गरौँ कि म पनि हिरो कलाकार बनौँ कि हो, त्यस्तो खालको मलाई जुनून आउँथ्यो कि। अनि त्यो गर्दा गर्दै अनि त्यस्तैमा मोहित भइयो। त्यहाँबाट म चाहिँ हाम्रो यो ठुल्लाई भन्ने फिल्मको चाहिँ एकजना वेशभूषा मेकअपकर्ता हुनुहुन्थ्यो, अनि उहाँले चाहिँ लिएर जानुभयो। अनि त्यहाँ गइयो, फेरि म त्यहाँ पनि अब कलाकारितामा पनि भनौँ न यो लाइनमा पनि सोच्नु हुँदो रहेछ। म नयाँ नौलो मान्छे, मलाई थाहा थिएन, त्यस्तै खालको हरिबिजुक भयो। अनि त्यहाँ पनि गएर मैले चाहिँ अब फेरि होटल लाइनमा चाहिँ पार्ट टाइम गर्नु पऱ्यो। अनि गर्दा गर्दै अनि होटल लाइन गर्दा गर्दै मैले त्यहाँबाट फिल्म स्टडी पनि त्यहाँबाट गरेँ, अनि डान्स पनि सिकेँ, अनि एक्टिङहरू पनि गरेँ, एङ्करिङ, भोकल होइन सबै कुराहरू गरेँ। त्यो गर्ने बेलामा चाहिँ मलाई रोगले धेरै दुःख दिएको थियो। हेर्नुहोस्, एकातिर होटल लाइनमा तपाईँको चाहिँ काम गर्नुपर्ने, अर्कोतिर मलाई मेरो शरीर अवस्था राम्रो थिएन अब तपाईँको होइन। अनि अब धेरै गाह्रो भइरहेको थियो। अनि त्यो होटल लाइनमा काम गर्दा गर्दै अब यतातिर तपाईँको चाहिँ एक्टिङ डान्स सिक्दा सिक्दै चाहिँ मलाई चाहिँ ग्यास्ट्रिक अति बिग्रिएर चाहिँ अनि मलाई जन्डिस भयो। म फेरि तपाईँको चाहिँ मेरो अब आफ्नो यताउता केही पनि थिएन, सारा अलिक गाह्रो थियो। अनि म फेरि आफ्नो त यहाँ पुगेँ। अनि मेरो अब आफ्नो बुवा खलकमा पुग्दाखेरि साइलो बागमा बसेँ, अनि 1-2 महिना उपचार गरेँ। त्यहाँदेखि म फेरि ठिक भएर अनि अलिक ठिक भएर म फेरि काठमाडौँ पुगेँ। अनि त्यो फेरि गर्दा गर्दै ट्याक्कै मलाई चाहिँ टिबी भयो। अनि मैले पुतली-चौडामा चाहिँ इन्डोस्कोपी होइन गरेर हेर्दाखेरि चाहिँ ट्याक्कै मेरो आन्द्रामा चाहिँ तपाईँको चाहिँ त्यो चिरा जस्तो मसिनो रेसा जस्तो तपाईँ घाउ कोरेको जस्तो तपाईँको देखायो। मलाई एकदम पीडा हुने, उल्टी हुने, छटपट हुने, त्यहाँबाट मलाई डर आउने। त्यसपछि मलाई डर लाग्न थाल्यो होइन। मलाई जहाँ गए पनि झसङ हुने, मलाई चाहिँ के भएको के जस्तो हुने, खाएको नपत्ने, अनि मलाई ज्यान सिङ गरे जस्तो हुने, पेट एकदम दुख्ने, कुटुकुटु पेट खाइरहने। मलाई चाहिँ त्यो खालको फेरि डरको एकदम आवाज हुन थाल्यो। अनि निद्रा लाग्दा पनि तपाईँको चाहिँ होइन तपाईँको चाहिँ होइन अब यसो बिस्तारमा गयो तपाईँ चाहिँ होइन तपाईँ निदाउनै नसक्ने अवस्थाले मलाई चाहिँ घेर्यो। अब अनि त्यो कुरा मैले कसैले भनेन तपाईँको चाहिँ होइन। यसरी नै अघि बढ्दै गएँ। अनि गर्दै गर्दै गएपछि तपाईँको चाहिँ खासै होटलमा चाहिँ सिकिन्थ्यो त्यो होइन तपाईँको चाहिँ। अनि तर धेरै आर्थिक राम्रो खालको लाभ चाहिँ खासै हुन्थेन। अनि मलाई चाहिँ अब कोठा भाडा तिर्दै ठिक हुन्थ्यो, आफ्नो खाइपाइ नै ठिक हुन्थ्यो। अब उता अब आफै एक्लै नै आफ्नो लागि आफै तपाईँ अभिभावक भएपछि अनि सबै कुरा कमाएर अनि आफैले खर्च गरेर सिक्नु पर्थ्यो, अघि बढ्नु पर्थ्यो। अनि त्यसले मलाई धेरै गाह्रो भएको थियो। अनि आफूतिर तपाईँको चाहिँ होइन, अनि भित्र मलाई रोग पनि थियो। अब त्यसपछि मलाई त्यो गर्दै गर्दै गएपछि ट्याक्कै मलाई चाहिँ त्यहाँबाट टिबी भयो। अनि टिबी हुनुभन्दा अगाडि 2-3 महिना अगाडि मलाई सङ्केत तपाईँको चाहिँ होइन त्यो नै थाहा पनि थिएन। ज्वरो आउने, बुग्लुङ्गो ढल्ने, चक्कर लाग्ने, खानामा चाहिँ तपाईँको चाहिँ फेट्टै रुचि नहुने होइन, त्यस्तो खालको चाहिँ समस्या। अनि तपाईँको शरीर पनि कमजोर हुँदै गयो तपाईँको होइन, शरीर पनि बाउडिन थाल्यो, कुचिन थाल्यो मेरो शरीर चाहिँ। अनि मलाई चाहिँ झ्यापझ्याप एकदम अझ बढी डर भयो क्या, हात मेरो खस्क्यो, अझ बढी मलाई डर बन्न थाल्यो। अनि निसा जस्तो हुने, तपाईँको पुरा थुनिया जस्तो हुने, अनि तपाईँको कसैले बाँझ जस्तो हुने होइन, तपाईँलाई उम्किन मन लाग्ने, कसो गरौँ के गरौँ तपाईँलाई चाहिँ छटपट हुने, त्यस्तो खालको चाहिँ मलाई हो समस्या हुन थाल्यो। म त रातभरि गुवा हुन्थेँ। हेर्नुहोस्, अब हेर्ने मान्छे कोही थिएन, अनि तपाईँको चाहिँ आफन्तको माया पनि थिएन। त्यसपछि अनि तपाईँको कोटेश्वरमा चाहिँ म सानो कोठामा चाहिँ बस्थेँ, अब डेरा गरेर बस्थेँ। अनि ती घरबेटीले मलाई सहयोग गर्नुभयो। अनि उहाँले पनि मलाई जाउलो बनाएर दिनुहुन्थ्यो। त्यही पनि वरपरले भन्थ्यो यो कस्तो मान्छे राखेको, यो रातभरि हुन्छ, हाउ गर्छ, यो के मान्छे हो भनेर भन्थ्यो होइन, तपाईँको चाहिँ यसले डिस्टर्ब गरिरहेछ भन्थेँ। म रातभरि गुवा हुन्थेँ। हेर्नुहोस्, अनि मलाई त्यति गाह्रो बनाउँथ्यो। त्यसपछि अनि उहाँहरूले चाहिँ मलाई उपचारको लागि पनि व्यवस्था गर्नुभयो। अनि त्यही घरबेटी चाहिँ के अरे पशुपतिनाथ मन्दिरमा उहाँ काम गर्नुहुन्थ्यो। मित्रमा पनि अब त्यस्तै अवस्थामा चाहिँ हुनुहुन्थ्यो भनौँ न, त्यति राम्रो भयो भने कन्डिसन राम्रो थिएन, त्यही पनि मलाई सहयोग गर्नुभयो। अनि मलाई उहाँले चाहिँ एउटा ओम हस्पिटल भन्नेमा ल्याएर चेक गर्दाखेरि चाहिँ मेरो फोक्सोमा चाहिँ पानी जमेको, अनि पानी निकाल्नको लागि मसँग केही पनि थिएन। अनि त्यही पनि अब मलाई ती डक्टरले सहयोग गर्नुभयो। ल यो मान्छे राम्रो छ, ज्ञानी छ, समझदार खालको छ, राम्रो काम गर्ने मान्छे हो, अब इमान्दार खालको मान्छे, केही आफ्नो आफन्तको माया पनि साथ पनि छैन, सहयोग गर्नुपर्छ है भन्ने चाहिँ भावना घरबेटी आमाले पोख्नुभयो। अनि त्यसपछि ल हुन्छ सहयोग गर्छौँ भनेर नि उहाँले सहयोग गर्नुभयो, पानी निकाल्नुभयो। अनि म ती 2-3 दिन बसेर चाहिँ त्यहाँबाट फेरि अनि त्यही घरबेटीका केही चाहिँ बसेर अनि उहाँले मलाई आफन्तका खोजी गर्नुभएछ। अनि आफन्त बुझाइदिनु भयो, तर आफन्त खासै त्यति साह्रो केयर गर्नु भएन। अनि म पछि बर्दिया नि पुगेँ। त्यहाँ पनि पुग्दा पनि अब यत्रो लाटो भएको छोरो हल्लिएर आयो होइन, कमाइदामी केही पनि छैन, रोगी भएर आयो, उल्टै बाउको चाहिँ तपाईँको चाहिँ अब यहाँ अब के खाना आयो भन्ने खालको चाहिँ उहाँले चाहिँ त्यस्तो खालको भान गर्नुभयो, अलिकति हेरेको भान गर्नुभयो। अनि मलाई त्यति बेला झन् मलाई चाहिँ पीडा भयो, झन् मेरो मन दुख्यो। अनि मैले अब फेरि दबाई पनि खानुपर्ने होइन, नियमित रूपमा खानपानको ब्यालेन्स भएन। अनि पछि अङ्कलले
अनि मेरो अब 3टा बुवामा कान्छा अङ्कल बितिसक्नु भएको छ। अनि अङ्कलले चाहिँ ल होइन यसलाई सहयोग गर्नुपर्छ यस्तो बेलामा भनेर चाहिँ, अनि दिदी हुन्छ हाम्रो चन्द्रकला पौडेल, अनि आन्टी अङ्कलले चाहिँ ल जेसुकै होस् बस, अब होइन बस, अलिकति अब त ठिक भएपछि त जानुपर्छ बस भनेर चाहिँ केही समय म अङ्कलकै बसेँ। अनि उहाँले अलिकति सहयोग गर्नुभयो, हल्का मलाई केही ढाडस मिलेर केही म तन्द्रिएँ, अलिक केही म हल्का केही एउटा चाहिँ होइन त्यो बाँच्छु भन्ने आवाज भयो। त्यो पनि मलाई डर एकदम लागिरहन्थ्यो होइन। तपाईँको चाहिँ म भित्रभित्र पीडा हुन्थ्यो, खोक्रो हुन्थ्यो, म जहाँ गए पनि एक्लो महसुस गर्ने, एकोरो हुने, तपाईँको चाहिँ त्यस्तो खालको मलाई पीडा भइरहन्थ्यो। अनि तपाईँले अब कस्तो हुने नि, मलाई हात चाहिँ धोइरहने मन लाग्ने, दिशा बस्यो त्यहीँ तपाईँले बसेर मन लाग्ने होइन। कोही मान्छेसँग बोल्छु भने त्यो ट्याक्क उसँग मेरो कनेक्सन नहुने कि, ऊ एकातिर म एकातिर, त्यो अलग अलग भए जस्तो हुने होइन। एकछिन त्योलाई मात्रै हाँसे जस्तो हुने, बोले जस्तो गर्ने, तर भित्र मनमा पीडा चाहिँ अर्कै भावना हुने। अनि मलाई हिँड्न मन लाग्ने, एकरो कहीँ जान मन लाग्ने होइन। तपाईँको चाहिँ शरीरमा गर्मी हुने, भोक प्यास लाग्ने एकैचोटि तपाईँको होइन। अनि तपाईँ धेरै खान मन लाग्ने, कहिले मलाई खान मन लाग्ने, अनेक सपनामा आकृतिहरू आउने, तपाईँको चाहिँ त्यस्तो खालको चाहिँ त्यो होइन। त्यो परिवेश रातभरि म धुवा रुन्थेँ, हेर्नुहोस् मलाई छटपट हुन्थ्यो, मेरो लाग्थेन होइन, त्यस्तो हुन्थ्यो। त्यहाँबाट होइन त्यो अनि पछि केही सिक्नु लगाएर म फेरि काठमाडौँ फर्केँ। अनि काठमाडौँ फर्केर पनि अनि मैले चाहिँ होटल लाइनमै गरेँ। फेरि मलाई होटल लाइन गर्न सकिनँ, मलाई एकदम त्यो मलाई छटपट भयो कि अब त्यो एक किसिमको चाहिँ व्यथै अब भनौँ न तपाईँको चाहिँ अब अनि कतिले मलाई पगला भयो, खुसी यो एकोरो भयो, अब यसले काम गर्दैन, अब यो सबै कुरा गइसक्यो मलाई भन्ने होइन। मलाई झन् तपाईँको चाहिँ त्यस्तो खालको चाहिँ गर्ने कि। त्यहाँबाट पछि अनि मैले दिदीलाई सम्पर्क गरेँ, दिदी अब म त सक्दिनँ, म त कस्तो भइरहेछ, म त काम गर्दिनँ, मलाई गाह्रो भयो, अब मलाई चाहिँ यो केरो लाग्यो, म त निद्रा पनि लाग्दैन, भोक प्यास पनि छैन भनेपछि। अनि यहाँ त दिदीले पनि अलि सुरुमा अलिक गाह्रो मान्नुभयो, होइन बाबु गाह्रो हुन्छ कि यस्तो हुन्छ, दिदी मलाई जस्तो पनि गर्नु पऱ्यो, ल हजुर नि मेरो साह्रो, मेरो केही पनि साह्रो केही पनि छैन भन्ने कुरा गर्नुभयो। ल त्यसो भए अब के अरे भिनाजु हुनुहुन्न, आउने भए आइज, अब के गरौँ त, म पनि यस्तै छु भन्नुभयो दिदीले। ठिक छ भन्नु बस्यो। अनि जस त्यहाँ बस्दाखेरि चाहिँ दिदीले अलिकति थोरै जस्तो भए पनि अलिकति सहयोग मैले पाएँ र तपाईँको चाहिँ, तर त्यति बेला पनि मलाई डिप्रेसन छोडेको थिएन। अनि अब कहीँ पटक म मर्नु भनेर चाहिँ मैले चाहिँ त्यो पोइजन पनि किन्थेँ होइन। अनि मलाई त्यो व्यापारले पनि त्यो होइन, त्यो पसलले म सँग गर्थेँ, भाइ किनेको भन्थ्यो। अनि त्यो लिन्थेँ मैले, अनि लिएर चाहिँ अनि त्यो चाहिँ मैले मेरो पासमा राख्थेँ कि। अनि जब त्यो मैले पासमा राख्थेँ, म किन मर्ने, म त बाँच्नुपर्छ भन्ने खालको मलाई भावना आउँथ्यो होइन। म त बाँच्नुपर्छ भन्ने खालको मलाई भावना आउँथ्यो। अनि त्यो होइन तपाईँको चाहिँ त्यो गर्दाखेरि अनि त्यहाँबाट अब जब बिहान हुन थाल्यो अनि म भुसुक निदाउँथेँ। अनि बिहान उठ्यो त्यहाँबाट तपाईँको चाहिँ मलाई के आउँथ्यो भने, मलाई मेरो हस्बेन्डले चाहिँ सानोमा के भन्नुभएको थियो भने, हेर नाति तँले दुःख पाउँछस्, साह्रै दुःख पाउँछस्, तर तैँले बुढेसकालमा सुख पाउँछस्, पछि सुख पाउँछस् है। तैँले साह्रै चाहिँ जो तैँले जवानीतिर दुःख बित्छ, तँलाई माया गर्ने बुढी नै हो, तँलाई माया गर्ने, तँलाई केयर गर्ने, तैँले तैँले माया प्रेम खोजेको हुन्छस्, त्यो प्रेम गर्ने तेरो श्रीमती वाइफ नै हो है, त्यहाँ त अरू हुँदैन, जबसम्म तैँले बिहा गर्दैन तबसम्म त सुख हुँदैन भने मलाई त्यति बेला मलाई भन्नुभएको थियो कि। खास केयर भएन। पछि मैले बुझेँ कि जब मैले त्यो हातमा जर चाहिँ लिएर होइन मैले त्यसो जान्थेँ, अनि तपाईँको एकदम गहकिन्थेँ। अनि बिहान हजुर उठ्दाखेरि चाहिँ ओहो मलाई माया गर्ने मेरो बुढी छ है, म त्यस्तो खालको भावना हुन्थ्यो, मलाई माया गर्ने कोही छ, मेरो बुढी छ, मेरो हजारले भन्नुहुन्थ्यो मलाई माया गर्ने बुढी छ, म त बाँच्नुपर्छ भनेर त्यो बिक्री मैले फालिदिन्थेँ। हेर्नुहोस् है, म चाहिँ होइन आफ्नो भयभरको बल लगाएर मैले चाहिँ मिल्काइदिने त्यस्तो दर्जनपल्ट गरेँ मैले, तपाईँको किन्दै होइन, तपाईँको चाहिँ हातमा लिने, अनि म गुम्म पर्ने, त्यहाँबाट होइन हैट यो त्यो देख्ने बित्तिकै मलाई होइन मलाई माया गर्ने मान्छे मेरो बुढी छ, मेरो श्रीमती छ, वास्तवमा होइन त्यो खालको भावना मलाई आउने कि मलाई माया गर्ने कोही छ है भन्ने, म त बाँच्नुपर्छ, म त मर्ने होइन भन्ने। अनि भुइसक्यो त्यहाँ म निदाउँथेँ, अनि फेरि 1-2 घन्टापछि उठेपछि त्यहाँ ज्वरो हुन्थ्यो, त्यो मैले फेरि फालिदिन्थेँ। हेर्नु त्यस्तो खालको चाहिँ पटक गरेँ। अनि मैले अब म बचपनदेखि नै त्यो खोलामा पानीमा चाहिँ 3 पटक डुबेर म तपाईँको चाहिँ होइन अरूले बचाएको मान्छे म। अनि मलाई त्यो नारायणी पुल थियो, नारायणी पुल पनि म 3-4 पटक गएर म अब होइन हाम फाल्छु जस्तो पनि मलाई भयो, त्यो पनि मैले प्रयास गरेँ तर सकिनँ। अनि चाहिँ मलाई चाहिँ त्यो त्यस्तो खालको हुन्थ्यो, अनि औडा हुने, छटपट हुने, व्यथा हुने, कष्ट हुने, तपाईँलाई होइन भोक प्यास तपाईँको त्यस्तो खालको हुन्थ्यो। अनि एउटा काम गरेर मन लाग्ने हुन्थ्यो होइन, त्यो काम चाहिँ होइन। अनि त्यो पनि फेरि गरौँ जस्तो भइरहने। अनि खाना खाए त्यस्तो थाल धोयो भने चाहिँ फेरि धोइन कि जुटिन्छ कि भनेर त्यो हेरेर मन लाग्ने, त्यस्तो खालको होइन समस्याहरू चाहिँ मलाई बारम्बार चाहिँ तपाईँको भइरहने। अनि डर लाग्ने, तपाईँको सपना पनि अनेक हुने होइन, त्यस्तो विभिन्न किसिमको कुरा हुने। अनि अर्काले के नराम्रो भन्ने बित्तिकै एकदम मन दुख्ने, मन एकदम रुने, तपाईँको एकदम तपाईँको होइन त्यो म चाहिँ बाँधिनु जस्तो हुने, तपाईँको पीडा हुने कि छटपट हुने कि अँध्यारो हुने जस्तो पुरा तपाईँको चाहिँ निष्पट भाव जस्तो हुने, के भयो जस्तो हुने, त्यस्तो खालको चाहिँ। अनि कसले थिचे जस्तो हुने, कोही पिट्न जस्तो हुने, मार्न जस्तो हुने, छाया अनि देखिने, त्यस्तो खालको चाहिँ टर्चर मैले धेरै भोगेँ।
अनि त्यहाँबाट पछि अनि त्यो भइसकेपछि अलिक पछि म पोखरा पुगेँ अनि पोखरा पनि मैले होटल लाइनमा गर्दा गर्दै त्यसपछि मलाई त्यहाँ पनि सामान्य डिभिजन भइरहन्थ्यो मैले त्यो पनि मैले सहिन्थेँ होइन अब गर्दा गर्दै त्यहाँबाट म केही समय बसेर अनि त्यहाँबाट मलाई मनमा के आयो भने होइन म भित्र एउटा ज्ञान छ भने एउटा बाबा आउनुभयो अनि बाबाले मलाई के भन्नुभयो भने बाबु तिमीमा अद्भुत शक्ति छ ज्ञान कला छ है अब तिमी यसरी यहाँ बस्नुहुन्न भनेपछि हो भनेपछि अनि त्यहाँबाट मैले स्कुल कलेजमा मोटिभेसन आफ्नो ज्ञान मैले सेयर गर्ने तपाईँको चाहिँ त्यो वातावरणमा मलाई मिल्यो र मैले सबभन्दा पहिला धरानबाट सुरु गरेँ धरानको भानु चाहिँ होइन भक्त विद्यालयबाट मैले सुरु गर्दै गर्दै गएँ अनि त्यसपछि मलाई काठमाडौँमा पुगेँ त्यहाँ पनि मलाई सङ्घर्ष गर्दै तपाईँको चाहिँ होइन अनि आर्थिक खास कमाइ त हुन्थेन अनि गर्दै गर्दै गएर मलाई चाहिँ तपाईँको अनि त्यो मोटिभेसन कार्यक्रममै बिस्तारै बिस्तारै राम्रो हुन थाल्यो अनि त्यसपछि म इन्डिया पनि पुगेँ गायत्री परिवार भन्ने एउटा चाहिँ संस्था इन्डियाको शान्तिकुञ्जमा छ अनि त्यहाँ पनि हाम्रो सावित्री काफुजीबाट अनि मेरो अङ्कल हुन्थ्यो रमेश पौडेल ल जानुपर्छ है उहाँले चाहिँ प्रेरणा दिनु मलाई अनि म त्यसपछि इन्डिया पुगेँ त्यहाँबाट पनि धेरै कुरा सिकेँ मैले आएर अनि त्यहाँबाट मैले भेन्टिलेटरमा चाहिँ होइन तब एकछिन पनि मैले धेरै स्कुल कलेजहरूमा चाहिँ सेवा गर्दै 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 म आएँ अनि त्यो बिच पनि मलाई बिचको डिभिजन हुन्थ्यो तपाईँ टचर हुन्थ्यो अनि एकपटक म हेटौडामा चाहिँ फ्यान्टम आएँ तपाईँको होइन फ्यान्टम भएर दुई दिनसम्म मेरो होस आएन अनि मलाई चाहिँ डक्टरले के भन्यो भन्दाखेरि फेरि पनि अब अर्को दिन पनि होस आएन अथवा केही भएन भने बाबु चाहिँ हुँदैन है हामीले केही पनि गर्न सक्दैनौँ भन्ने अवस्थामा पुगिसकेपछि अनि म अचानक 3 दिनमा म बिउजेँ त्यस्तो खालको पनि समस्या पनि भयो अनि मलाई चाहिँ डक्टरले के भन्थ्यो भने म अझै पनि मलाई एक कुरो हुने त्यस्तो खालको कहिले कहिले तपाईँ चिडोपना आउने अनि रिस उठ्ने त्यस्तो खालको हुन्थ्यो अनि डक्टरले मलाई बिहा गर्नुपर्छ भन्थ्यो तिमी बाबु तपाईँ एक्लै हुनुहुन्छ तपाईँ बिहा गर्नुहोस् बिहा गरेपछि तपाईँ धेरै राम्रो हुन्छ तपाईँलाई भन्नुहुन्थ्यो तर म गर्लफ्रेन्ड जस्तो हाउमा मलाई चाहिँ मन लाग्थेन मेरो मनमा के थियो भने मेरो श्रीमती छ मलाई बाँच्ने आदर चाहिँ कहाँबाट आउँथ्यो भने मेरो श्रीमती छ मलाई मेरो श्रीमतीबाट ढाडस माया मिल्छ प्रेम मिल्छ स्वभाव मिल्छ एकदम राम्रो छिन् उनी ज्ञानी छिन् समझदार छिन् मलाई माया गर्छिन् है मलाई आउँदैछिन् माया गर्छ त्यस्तो खालको मैले बस त्यो निजमा आउँथ्यो कि मलाई केही साह्रो भएपछि मेरो बुढी छ है मलाई बुढी चाहिँ माया त्यस्तो खालको चाहिँ भावना आउँथ्यो अनि त्यसरी चाहिँ गर्दा गर्दै तपाईँको चाहिँ गरेँ अनि त्यहाँबाट त्यो हुँदा म मौलकाली मन्दिरमा बसेँ अनि ट्याक्क मौलकाली मन्दिर बस्दा बिचमा मलाई त्यहाँ पनि मलाई त्यो चाहिँ ट्याक्क लकडाउन भनौँ न यो कोरोनाको तपाईँको चाहिँ थर्ड सङ्क्रमण फैलियो त्यसले पनि मलाई झन् म चाहिँ तपाईँको चाहिँ डिप्रेसन बनाएँ अनि त्यहाँ फेरि म फेरि त्यहाँ बस्दा बर्डहरूको आवाजहरू अनि अझै नक्कल गर्ने अनि त्यहाँबाट त्यो गर्दाखेरि म प्राकृतिक जडीबुटी पनि खोज्ने गर्थेँ अनि कुकुडाइनु भन्ने थियो मैले 1-2 महिना लगातार खाँदाखेरि मलाई धेरै गऱ्यो त्यहाँ पनि मलाई हस्पिटलमै भर्ना हुने अवस्था मलाई पुऱ्यायो अनि त्यसले पनि मलाई तपाईँको चाहिँ डिप्रेसन बनायो आइसोलेसन बस्नुपर्ने अझ बढी मेरो डिप्रेसन बढ्यो अनि त्यसपछि त्यो होइन त्यहाँ बस्दाखेरि आर्थिक कुरा त मेरो के राम्रो भयो तर मलाई त्यहाँ पनि डिप्रेसन बढ्यो त्यसपछि मौलकालिका भन्ने गैँडागढमा चाहिँ अनि जब मैले त्यसपछि मौलकालिका राम्रो भएको थियो मलाई अनि जब मैले मौलकालिका छोडेपछि ट्याक्क लकडाउन पनि मेरो अन्त्य भयो र त्यो पनि मैले छोड्नु पऱ्यो त्यसपछि मेरो लाइफमा चाहिँ धेरै चेन्ज भयो अनि मेरो मोटिभेसन कार्यक्रम स्कुल स्तरीय अब कलेज स्तरीय मेरो डान्स गाना बजाना योग ध्यान थेरापीहरू प्रशिक्षण कार्यक्रमहरू मेरो अझ बढी मेरो सफल हुँदै हुँदै गयो अनि मलाई एकदम तपाईँको चाहिँ होइन राम्रो राम्रो हुँदै आयो र अहिले म एकदम स्वस्थ पनि छु र खाएको पनि पच्छ रोग पनि छैन मलाई रोग चिन्ता अनावश्यक टेन्सन पनि मलाई आउँदैन आए पनि म त्यसलाई चाहिँ म कभर गर्न सक्छु अनि त्यसलाई मैले आफ्नो बसमा राख्न सक्छु त्यस्तो खालको चाहिँ सिचुएसन छ र अहिले म स्वस्थ सफल सुखी छु त्यति बेलाको रोगलाई चाहिँ अब गाउँघर भाषामा यो त पग्लाएछ बौलाएछ फुस्किएछ भन्ने हुन्थ्यो भने अहिलेको भाषा चाहिँ डिप्रेसन भन्ने हुन्थ्यो हेर्नुहोस् मैले मेरो जीवनै यसरी डिप्रेसनमा बिताएँ लगभग 5-7 वर्ष मैले डिप्रेसनमा गयो तर पनि मैले चाहिँ दबाई खाइनँ मलाई चाहिँ तपाईँ मेडिकल जाँदाखेरि मलाई के भन्थ्यो भने तपाईँ दबाई खानुपर्छ है भन्थ्यो अनि त्यहाँबाट दबाई चाहिँ कस्तो दिने भन्दाखेरि पेन्टाप्राजोल अम्रोप्राजोल अनि तपाईँ चाहिँ होइन त्यो ट्रिप्टोफेन खाएको खालको तपाईँ दबाईहरू अनि त्यहाँबाट तपाईँको चाहिँ निन्द्रा लाग्ने दबाईहरू हैनदेखि लिएर अन्य किसिमको तपाईँको चाहिँ त्यो गोली यति हुन्थ्यो म त खाँदिनँ मलाई त्यो दबाई देख्ने बित्तिकै औषधि त्यो देख्ने बित्तिकै मलाई अर्कै तपाईँ पीडा हुन थाल्थ्यो अनि मैले लिँदिनँ भन्दाखेरि अनि मैले के गरेँ भने गीत गाउने होइन म गीत गाउने म के गर्थेँ भने तपाईँको चाहिँ के अरे काठमाडौँ बस्दा पनि त्यो डान्स एक्टिङ सिक्दाखेरि रातभरि म गीत गाएर हिँड्थेँ मलाई डिप्रेसन मलाई दिन लाग्थेन म के गर्ने म बिहानभरि गीत गाएर हिँड्थेँ तपाईँको है रातभरि गीत गाएर हिँड्ने म बिहान तपाईँको चाहिँ 4 बजी उठ्थेँ म गीत गाउँथेँ डान्स गरेर उफ्रिँदै हिँड्थेँ हेर्नुहोस् किनभने मलाई त्यो आफ्नो पीडा थियो अब अरूले मलाई चाहिँ पगला फुस्की भन्थ्यो भने मेरो आफ्नो पीडा थियो हेर्नुहोस् त्यति बेला कहिले दिदी मलाई पछि लाग्थेँ होइन अब 4 बजी 5 बजी म गीत गाएर चाहिँ हिँड्दाखेरि चाहिँ डान्स तपाईँ नाचेर हिँड्दाखेरि चाहिँ दिदी पनि स्टललाई हेर्थेँ ल यसले त हाम्रो छोरीले बिगार्ने भयो कि भन्ने खालको मलाई चाहिँ होइन त्यो सँग गर्थेँ होइन त्यो खालको चाहिँ उहाँहरूको
भनौँ न त्यो खालको चाहिँ टचर व्यवहार उहाँले देखाउनुहुन्थ्यो। तर मेरो पीडा अर्कै थियो, उहाँले बुझ्न सक्नु भएन, मेरो परिवारले पनि खासै बुझ्न सकेन होइन। त्यो आफ्नो ठाउँमा हुन्छ, उहाँहरूको पनि आफ्नो कन्डिसन अवस्थाहरू हुन्छ, म दोष कसैलाई दिन्न पनि होइन। मेरो आमाले मलाई जन्म दिनु आएको मैले माया पाइनँ, तर उहाँलाई पनि मेरो दोष छैन होइन, मेरो बुवालाई पनि दोष छैन। तर जो मैले भोग्ने अवसर पाएँ त्यो उहाँहरूको प्रति म ऋणी छु। उहाँलाई मेरो सद्भाव छ, प्रेम छ, मेरो परिवारलाई पनि प्रेम सद्भाव छ, मेरो उत्तिकै माया छ। किनभने मैले ज्ञान पाएँ, मैले जीवनलाई बुझ्ने अवसर मैले पाएँ कि उहाँहरूप्रति म ऋणी छु। त्यो कुरा थियो। अब म लास्टमा के भन्न चाहन्छु भने यो कुनै पनि रोग होइन, समस्या होइन। जब तपाईँ बलियो हुनुहुन्छ होइन, जब तपाईँ आशावाद हुनुहुन्छ, केही न केही आशा हुन्छ है भन्ने आशावाद हुन्छ। मैले अहिले भनेको तपाईँलाई, तपाईँले आफूलाई स्वस्थ राख्नुहोस्। दुईवटा कुरा, खानपिन सुधार गर्नुहोस् होइन। चिल्लो पिरो मसला जे पनि तपाईँ खानुहुन्छ होइन, शरीरको भावना नबुझी जे पनि खानुहुन्छ त्यसले तपाईँको रोग लगाउँदो रहेछ होइन। सात्विक खाना खानुहोस्, टाइममा खाना खानुहोस्, बढी पानी खानुहोस्, ठिक हुन्छ होइन। धेरै टाइट कपडा नलगाउनुहोस् अनि तपाईँ होइन, त्यो राम्रो हुन्छ। अनि आफ्नो कामलाई माया गर्नुहोस् कि तुलना नगर्नुहोस् कि कोही कारमा हिँड्यो, कोही उड्यो, कोही गुड्यो, के गर्यो होइन, कोही भिआइपी छ, कोही छ, प्लिज त्यहाँ नजानुहोस्। तपाईँ आफ्नो के काम छ तपाईँ काममा माया गर्नुहोस्, काममा फोकस गर्नुहोस् कि कामबाट नाम पनि आउँछ हेर्नुहोस् होइन। काम होइन, तपाईँले सानो ठुलो भन्दा तुलना नगर्नुहोस् कि कामलाई माया गर्नुहोस्। र अर्को एउटा तपाईँको म तपाईँले के भन्न चाहन्छु भने अरूले तपाईँलाई चाहिँ जे दिन्छ नि, गाली गर्छ, अपमान गर्छ, जे गर्छ त्यसलाई तपाईँले लिएर नराख्नु कि के हुन्छ नि, रिस लिएर आगो हुन्छ होइन। खुसी दिनु त माथिनु जो आयो त्यो होइन कि तपाईँ आफूमा बहिरहनुहोस् कि अर्काले के भन्छ भन्ने कुरामा तपाईँ एकदम होइन त्यो भोत्लिएर तपाईँ बस्नु होइन त्यो। अनि मेरो सजेसन के छ भने यासियालिटी हाल्छु, यसलाई बुझ्नुहोस्। याज फर हङ्ग्री, अति खाली पेटमा नबस्नुहोस्। मेरो लास्ट सजेसन के छ, अति खाली पेट नबस्नुहोस् होइन। अनि खाली पेटमा चाहिँ तपाईँ जिल्लो पिरोमा जे पनि नबस्नुहोस् हेर्नुहोस् है, त्यो डिप्रेसन हो, बुझ्नुभयो नि। र होइन तपाईँ आफ्नो शरीरलाई माया गर्नुहोस् होइन, तपाईँ टाइम टाइममा खानुहोस् र खान जानुहोस्। ए फर एङ्ग्री, सानसानो कुरामा रिसाउने, गुस्सा आउने, दुःखी हुने, टचर हुने अनि तपाईँ गुस्सा आउने, तपाईँको चाहिँ म तँलाई यस्तो गर्छु उस्तो गर्छु भने बदलाको भाव लिने, रिस राख्ने होइन, तपाईँ अनगढी गर्ने, त्यो गर्नुहोस् होइन। त्यो नगर्नुहोस् भन्छु म तपाईँलाई, किनभने त्यसले तपाईँलाई पनि पीडा दिन्छ। त्यो आगो तपाईँलाई पोल्छ, तपाईँलाई जलाउँछ। त्यस हुनाले के गर्ने, बढी रिस उठ्यो भने त्यो ठाउँ छोडिदिनुहोस् होइन। रिस उठ्ने मान्छेले कालो कपडा प्रयोग नगर्नुहोस्। तपाईँले अरूलाई बिहान उठेर रोज भन्नुहोस् होइन, हात हेरेर भन्नुहोस्, तपाईँ एउटा तपाईँ चिट बनाएर भन्नुहोस् कि म रिसाउँदिनँ यार होइन, म सबैलाई माया गर्छु, सम्मान गर्छु, म रिसाउँदिनँ होइन। तपाईँलाई कसैले तपाईँ आदर्शमा ठेस लगाउँछ भने अलग कुरा हो होइन। भने सामान्य कुरामा तपाईँले चाहिँ रिसाउने काम नगर्नुहोस्। बढी रिस उठ्छ भने योगा गर्नुहोस्, ध्यान गर्नुहोस्, व्यायाम गर्नुहोस् होइन। किन योगबाट म बाँचेको मान्छे, मैले योग गर्ने, नियमित योग गर्ने, व्यायाम गर्ने, शाकाहारी खाना, यस्तो खानाबाट चाहिँ मैले आफ्नो रोग पनि मेरो हिलिङ हुँदै गयो। मेरो डिप्रेसन कम हुनुमा र तपाईँको त्यो निश्चित हुनुमा चाहिँ होइन, तपाईँको इराडिकेसन हुनुमा चाहिँ यो योग ध्यान थेरापी ठुलो महत्त्व छ। तपाईँ हेर्नुहोस् त्यो पनि छ। अनि पोजिटिभ विचार पनि हो र खानपिन भयो। याज फर हङ्ग्री, याज ए फर एङ्ग्री, याल फर लङली, अति एक्लै बस्ने, उदासी हुने, बढी सोध्ने नगर्नुहोस् होइन। त्यो बेलामा मोबाइल खेल्नुहोस्, राम्रो राम्रो म्युजिक सुन्नुहोस्, तपाईँ गीत सुन्नुहोस् होइन। तपाईँको चाहिँ त्यो गर्नुहोस्। अनि घुम्न जानुहोस्, तपाईँ पिकनिक जान सक्नुहुन्छ, साथीभाइमा ग्यादरिङ गर्नुहोस्, मनको भावना के कुरा सेयर गर्नुहोस्। टाढा हुनुहुन्छ बुवा आमासँग जानुहोस् होइन, तपाईँ चाहिँ परिवारमा समय निकाल्नुहोस्। एक्लै हुने, उदास हुने, सोध्ने, एकोरो हुने, तपाईँको होइन बढी भावुक हुने, बहन त्यस्तो नगर्नुहोस्। त्यसले पनि तपाईँलाई पछि गएर डिप्रेसनमा पार्छ। टी फर टायर्ड, जब थाक्नुहुन्छ सुत्दिनुहोस्। शरीरले तपाईँ के माग्छ भने रेस्ट माग्छ होइन, निप माग्छ, मजाले न्याप माग्छ, सुत्दिनुहोस्। तपाईँ मजाले है तपाईँको रातभरि कनी हाउ गरी हाई गरी टिभी हेर्ने, फिल्म हेर्ने, अनेक तपाईँ उसम्म लाग्ने, पार्टी गर्ने, तपाईँको चाहिँ अनिदो बस्ने, पैसा हाउ गर्ने, तपाईँको चाहिँ होइन जे पनि खाने, तपाईँको चाहिँ होइन त्यो नसा गर्ने, प्लिज नगर्नु। त्यसले आफ्नो समय बर्बादी हुन्छ। के टी फर टायर्ड, तपाईँ थाक्नुहुन्छ मजाले सुत्दिनुहोस्। मिठो निन्द्रा भयो भने तपाईँको लाइफ भन्छ। यसरी याचिहाल्थ्यो हाल्छ, आफूलाई स्वस्थ राख्नुहोस्, व्यस्त राख्नुहोस् भन्दै यो जो मैले आज भावना व्यक्त गर्न पाएँ यसको लागि म कृतज्ञ छु ऊर्जा आवाजप्रति। धन्यवाद।